कस्तो घाम मधुरो देखाइदियो मलाई। हेलो 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 सबैलाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यत्तिकै घर बसिरहेको छौँ। आज चाहिँ हाम्रो एनिभर्सरी 9 वर्ष भयो बिहा भएको पनि। ल हाम्रो चाहिँ यहाँ घाँसहरू छ। ल हामी चाहिँ हिजो शुक्रबारको दिन के अरे बुधबारको दिन सासूबारीको घाँस चाहिँ यो चाहिँ फोर्रा लगाएर आलु गोर्न जान पर्ने भएछ। हामी फुपू र मैले मात्रै गोर्न पर्ने भयो। यहाँ चाहिँ ल हाम्रो टोरी चाहिँ साह्रै नै राम्रो देखेको छ। हाम्रो बाख्रा, हाम्रो भैँसी, त्यहाँ गाई छ एउटा, भैँसी दुईटा पाठा, एउटा बिच सानो पाठा छ। यिनीहरूले सबैले हान्छ त्यसलाई, त्यही भएर उता बाँधिदिन्छु। हाम्रो चाहिँ यो सेमी टोरी चाहिँ निकै राम्रो भएको छ। हाम्रो टोरी दुईचोटि जोताइयो। यहाँ चाहिँ हाम्रो टोरी पहेँलो टोरी हो। यो चाहिँ सुरुमा उ गरेको फुलिसकेको छ, त्यसमा यतिकन चाहिँ पहिला जोतेको टोरी हो त्यो। फुप त मसिनो किन टिपेको, ठुल्ठुलो हुन्दिनु क्या पर्दैन, छाड्दिन पछि अलि ठुलो हुनु त के भन्नु। हाम्रो फुपूले चाहिँ यहाँ आलुमा अब हामीले आलुलाई ड्याङ उठाने, आलु गोर्ने, अनि फेरि हाम्रो फुपूले त्यहाँ साग टिप्नु भएको छ। यहाँ लौरी सेमी पनि राम्रो भएको छ। मलाई के लिएर आऊ भन्नुभएको र? र पानी लिएर आउने जस्तो सुनेको। हाम्रो चाहिँ बाँसको जरामा फेरि पुरै सेमी हो, लौरी सेमी, पाहाडको लौरी सेमी। हाम्रो फुपूले चाहिँ साग टिप्ने, हाम्रो चाहिँ यो सबै आलु गोरेर भ्याउनु छ। त्यहाँ गोबी छ, लसुन, तोरी। ल हाम्रो चाहिँ आलु गोर्दैछौँ। हाम्रो फुपूले चाहिँ खन्दै हुनुहुन्छ। म चाहिँ ल चाहिँ हाम्रो आजको तरकारी चाहिँ पिँडालु अनि साग, केराको मन्टा अनि सागको तरकारी चाहिँ हुँदैछ। यसलाई चाहिँ काटेर भ्याउन पर्ने भयो। हुन्छ ल त्यहाँ टेबल सुनाइदेऊ त यहाँ साथीहरूलाई। 5को र अनि 4को फेरि सुनाइदेऊ त। हाम्रो बाबुले कति ज्ञानी हुनुहुन्छ। हाम्रो बाबु धेरै असाध्यै ज्ञानी, धेरै पढ्नुहुन्छ। कसको बाबुहरू यस्तो गर्नुहुन्छ भनिदिनु होला। हामी चाहिँ हाम्रो बाबुले कस्तो गर्छ भनेपछि मैले अस्ति चाहिँ देखाउन पाएन। टेबल 5सम्म जानेछ, युकेजी क्लासमा पढ्छ, जानेछन् 5 क्लास के अरे युकेजी क्लासमा पढ्छन् र 2, 3, 4, 5को टेबल जाने खानु। अन्त फेरि एकचोटि फेरि मैले अनि मल्टिप्लाई दिँदाखेरि 5 4 जा 20 भन्न नआएर जानेको चिज पनि बिर्सेँ भनेर रोयो कि, रातभरि रोयो। लेख्दै छोड्यो, मैले जानेन, मैले बिर्सेँ भनेर बाबु चाहिँ रोए। अनि रोएर अनि अर्को दिन उठेर अनि आफै लेखेँ कि बाबुले। मैले चाहिँ पिँडालुको तरकारी बनाउँदैछु। पिँडालु र सिन्कीको झोल पनि मिठो हुँदो रहेछ। हजुरहरूलाई कसलाई मनपर्छ पिँडालुको तरकारी? हाम्रो चाहिँ यहाँ चाहिँ अहिले चाहिँ पिँडालुको सिजन छ। हामीले चाहिँ उता पाहाडबाट लिएर आउनुभएको बाजेबोजूहरूले बेच्नको लागि। हामीले चाहिँ धानमा सातेको, यो चाहिँ कि धान कि चामलमा सात्नुहुन्छ। त्यही भएर हामीले धान नै सातेर, अलि धेरै नै सातेर हामीले चाहिँ एक डालो पिँडालु राखेको छौँ। अनि म हजुरहरूलाई पिँडालु पनि देखाउने छु। त्यो चिप्लो हुन्छ फेरि काट्नै जाऊ। फेरि पिँडालुको तरकारी र सागको मन्टा केराउ। यसमा के साग छ भनेपछि केराउ छ, केराउको मन्टा, अनि बेठे साग अनि फेरि तोरीको साग छ है त यसमा। हामीले अहिले चाहिँ बिहान चाहिँ हामीले पिँडालु र सिन्कीको झोल खायौँ।
अहिले चाहिँ केराको साग र पिनालु खानेछौँ। हाम्रो पिनाल चाहिँ हेर्न सक्नुहुन्छ। हाम्रो पिनालु देखेको नि यस्तो पिनालु चाहिँ हामीले चाहिँ यति नै पिनालु राखेको। अहिले चाहिँ पिनालु ल्याइराख्नुहुन्छ। हामीले पिनालु चाहिँ यसरी खान्छौँ। पिनालु चाहिँ असाध्यै मनपर्ने भएको हुनाले हामीले चाहिँ धेरै पिनालु राख्नेछौँ। हाम्रो बाबुले चस लिएर देखाइदिनुहोस् त ल। हाम्रो बाबुले चाहिँ रोटी पिज्जासँग चाहिँ केचप खाने भनेर सस लिएर आउनुभएको छ। टमाटो सस लिएर देखाइदेऊ त सानो। देखाइदेऊ न। यहाँ मोबाइलमा साथीहरूले मोबाइलमा साथीहरूले फेरि पुनः त कति ब्याड रहेछन्, मम्मीले भनेको नमानी रहेछन् भन्नुहुन्छ नि। जाउट ल्याऊ, मैले भनिसकेछु त। हाम्रो बाबु चाहिँ धेरै ज्ञानी छन् कि उयो जस्तो भन्यो भने भनेको मान्नुहुन्छ। बाबुलाई चाहिँ सस खान मन लागेर केचप खान मन लागेको हुनाले यसलाई चाहिँ 90 रुपियाँ पर्दो रहेछ। बाबुले चाहिँ पिज्जासँग अनि फेरि मोमोहरूसित खान्छन्। त्यही भएर मैले आज चाहिँ यो बाबुको लागि ल्याइदिएको। बाबुलाई चाहिँ धेरै मिठो लाग्यो अरे केचप चाहिँ। यत्तिकै हामी चाहिँ बसिरहेको छौँ। हाम्रो फुपू चाहिँ तोरीको साग टिप्नु जानुभएको छ। अहिलेको सिजनमा तोरीको साग बसरी भइरहेको छ। मैले तोरीको सागहरू पनि देखाइरहेको छु। हामीले देखाइरहेको छु। अनि फेरि हामीले चाहिँ ऊ पनि गरेर भ्याइसक्यो। आलु पनि उकेर लगाइसक्यो। अब अझै मैले गोबी पनि लाउनु हो त। अब मैले गोबी त्यहाँ राखेको थिएँ, कता गएछ? अहिले चाहिँ म खेतमा गएर हजुरहरूलाई देखाउने छु। मेरो गोबी चाहिँ कस्तो कस्तो भयो हेर्नु होला। हजुरहरूले के गर्दै हुनुहुन्छ, हजुरहरूको पनि नयाँ नौलो सुनाउनु। मेरो त हजुरहरूलाई कसलाई मनपर्छ पिनालुको तरकारी सब कमेन्ट गर्नु होला। मेरो भिडियो हेरिराख्नु होला। जसलाई मनपर्छ सब्सक्राइब लाइक कमेन्ट पनि गरिदिनु होला। हामीलाई चाहिँ पिनालुको तरकारी खाँदा नमिच्छाउने कि पिनालु लेखेर यस्तो मिठो। अझै सिन्कीको झोल र पिनालु त एकदम मिठो लाग्यो। त्यही भएर आज पनि त्यही नै खानेछौँ। हामीले भर्खर चाहिँ त्यो साग र खानेछौँ। उठ्ने बेला भयो। अझै उठ्न मानेको छैनन्। ट्याक्क टाइम हेर्दा 8:30 हुन लाग्यो। यस्तो निद लाग्छ। काले हेर यहाँ हेर, छिटो हेर, छिटो उठ। टमक। म चाहिँ अब बाबुलाई खाना खुलाएर बाबुलाई चाहिँ आज रेडी पारेर स्कुल पठाउने छु। आज चाहिँ हाम्रो खानामा चाहिँ तरकारी पिनालु आलु अनि फेरि पिनालु र सिन्की अनि फेरि मुलाको अचार बनेको छ। मैले हजुरलाई देखाउने छु। अहिले हेर्नु होला। हजुरहरूले कसलाई मनपर्छ हजुरहरूले पनि खानुभयो होला। मैले पनि खाँदैछु। अब पिनालु र सिन्कीको झोल तातो एकछिनमा। बाबुलाई मुखसुख धुलाएर रेडी पारेर अब हामीले भात खान्छौँ। ल हामी चाहिँ आलु सालु गोरेर भ्याएर अब नास्ता खाने तयारीमा छौँ। यो रोटी चाहिँ चामल गहुँ अनि फेरि मकैको रोटी चाहिँ पिठो चाहिँ म छु। हामी आलु सालु गोरेर भ्याएर यहाँ नास्ता बनाउँदै रोटी कस्तो गेम हो र? 1 2 3 गो। कस्तो आज बाबुसँग शनिबारको दिनमा यस्तो खेल्न परेछ। हामी धेरै खेलिसक्यौँ। अब म चाहिँ अब ल छोप मन्दिरा रेडी ना रेडी पुनम यस ल रेडी लेट्स गो मम्मीको पाली अब ल उल्टा है हेर्न यहाँ एउटा दिन आउँछको उजाले त कुर्सी नहल्लाउ न। सुरु भयो हाम्रो गेम चाहिँ। बाबुको मेरो आज चाहिँ शनिबार भएकोले हामी चाहिँ धेरै गेम खेलिसक्यौँ। बाबुसँग क्रिकेट पनि खेलिसक्यौँ अनि फेरि चिम्याउ पनि खेलिसक्यौँ अनि डोग्रिनी पनि खेलिसक्यौँ। अब हामी यो खेल्न छ है त।
पाट्ने त बोतल टाउकोमा हालेर उता लाग्ने हो ल है अड्डे नै बोका अब त ल तिमी पाल ल अहिले एकचोटि खेला म 1 2 3 स्टार्ट को भन्ने मान्छे है ल तिमी मैले भन्छु क्या ल तिमी ल भन कति बाटो छ आफू हार्छु भनेर 3 स्टार्ट को अड्दैन तिमी अब भए मैले गन्छु ल म यता हेर्छु ल ल भन ल बाबुले जिते फेरि ल म आफू चिन्न गर्छु फेरि जिते एकचोटि ल फेरि जित अब चिन्न गर्दैछु यस्तो गर्न पर्छ साथीहरू ल छोराछोरी भुलाउन जति आफू हारे पनि जित्ने कोसिस गर्नुपर्ने रहेछ आफू हारे भने त्यस्तो लाग्छ बुद्धि सिधा गरायो भने खुसी हुन्छ त्यस्तो खाले खाइदिएको रेडी लेट्स गो पल्टी चला ल बिस्तारै गर न त्यस्तो गर्दैन कति खुसी हुन्छ नि होइन आँखा मैले ढापेर कालो के गर्ने मैले बोतललाई ल म गरिदिन्छु ल ल तल ल ल बाख्रा कराहा बाबु आउट बाख्रा यसरी खेल्दा खेल्दा हैरान हुन्छ र कालेहरूसित खेल्न गाह्रो छ हो गाह्रो आफूले जितेन अनि रुन्छ ल हेर्नु होला है त नयाँ न्यू भिडियो चाहिँ अब म चाहिँ बाख्रातिर जाँदैछु बाख्रालाई घाँस सास खुलाउनको लागि जाँदैछु